मेरी दिदीको बिदाई त्यो दिन सधैँको जस्तो पक्कै थिएन। बिहानको घामले मेरो आँखामा नयाँ ऊर्जा भर्नै सकेन। नयाँ कपडा लगाई फुरुङ्ग भई हरेक समय दिदी कस्तो देखेको छु भनी प्रश्न गर्ने म त्यो दिन दिदीको आँखा अगाडि नै परिन। मन भारी हुँदै थियो। सबैले गरेको मेरो तारिफ किन हो खै, मलाई पहिलो पटक सबै फिक्का लाग्दै थियो। म मेरो ओठमा मुस्कान भर्न बाध्य थिएँ। मेरी दिदी रातो साडीमा सजिएर परी झैँ बनी त्यो मण्डपमा बसी हरेक संस्कार निभाउँदै गर्दा म हाम्रो बालापनको यादहरूमा दङ्ग दिदीलाई हेरी त्यहीँ बसिरहे। मनमा हलचल थियो। ओठले नलगिदेऊ न हाम्रो घरको लक्ष्मीलाई भन्न अत्तालिँदै प्रयास गर्दै थियो। तर सकिन मैले मेरी दिदीलाई आफ्नो अङ्गालोमा समेटेर राख्न। सकिन मैले हाम्रो घरको लक्ष्मीलाई आफ्नै घरमा सँगालेर राख्न। सबैले भनेका थिए तिमी बलियो हुनुपर्छ, आँसु लुकाई अब मुस्कुराउनु पर्छ। तर सकिन मैले आफ्नो मनलाई सम्झाउन अनि आँसु लुकाई मुस्कुराउन। दिदीको बिदाईको बेला लाग्दै थियो। मबाट मेरो अंश टाढा आउँदैछ। एक्लोपनले मलाई फेरि अँगाल्नेछ। यो घरले पनि त मलाई हरेक कुनामा एक्लिएको महसुस गराउनेछ। यो घरले पनि त मलाई हरेक कुनामा अब एक्लिएको महसुस गराउनेछ।